देशकै लोकप्रिय गायन रियालिटी सो द भोइस अफ नेपाल किड सिजन 5 को ब्लाइन्ड अडिसनको प्रोमो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालदेखि दर्शकमाझ यसको चर्चा चुलिएको छ। प्रोमोमा देखिएका प्रतिभाशाली बाल गायक र गायिकाहरूले छोटो समयमा नै धेरैको मन जित्न सफल भइरहेका छन्। दर्शकहरूको सबैभन्दा ठुलो प्रश्न अहिले एउटै छ, पुरा एपिसोड कहिले प्रसारण हुन्छ? प्राप्त जानकारी अनुसार ब्लाइन्ड अडिसनको प्रसारण असार महिनाबाट सुरु हुने सम्भावना रहेको छ। यद्यपि आधिकारिक घोषणा भने अहिले भएको छैन। यस सिजनमा मिलन नेवार, अर्जुन सापकोटा, सत्यराज आचार्य र वाङदेन शेर्पा कोचको भूमिकामा देखिएका छन्। यिनै कारण पनि अझ सुआकर्षक बनेको छ। चारै कोचहरूको फरक शैली र अनुभवले सिजनलाई अझ रोमाञ्चक बनाउने विश्वास पनि गरिएको छ। प्रोमो हेरेपछि धेरै दर्शकहरूले प्रतियोगीहरूको आवाज प्रशंसा गरेका छन्। केही दर्शकहरूले त ब्लाइन्ड अडिसनमै निकै कडा प्रतिस्पर्धा हुने अनुमान समेत गरेका छन्। यसपटक प्रतियोगीहरू विगतका सिजनभन्दा अझ बलियो हुन सक्ने चर्चा पनि चलेको छ। यति मात्र होइन, निर्माण पक्षले दर्शकहरूका लागि केही विशेष सरप्राइजका योजनाहरू पनि बनाइएको छ। यी सरप्राइजहरू के हुन्छन् भन्ने अझैसम्म खुलेको छैन, तर त्यसले सिजनलाई अझ विशेष बनाउने पनि अपेक्षा गरिएको छ। अब बाँकी रह्यो केवल प्रतीक्षाको समय। तपाईँ द भोइस अफ नेपाल किड सिजन 5 को ब्लाइन्ड अडिसन हेर्न कतिको उत्साहित हुनुहुन्छ र तपाईँ कुन कोचको फ्यान हुनुहुन्छ? तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।